नानी दाह्रीजुङ्गा किन आयो भनेको होइन बाबाको अनि तिमी पनि अलिक ठुलो भएपछि तिम्रो पनि यहाँ सबै दाह्री आउँछ त पछि त अनि ठुलो भएपछि आइहाल्छ त सबैको अनि तिम्रो मात्र आउने हो र सबैको आउँछ त अब तिमी अहिले सानो छौ अनि सानो छोरा पो नआएको त अलि ठुलो भएपछि तिम्रो पनि यहाँ यसरी आउँछ यहाँ आउँछ यहाँ आउँछ होइन यसरी दाह्रीजुङ्गा आउँछ क्या के हुन्छ मानसबीको त आउँदैन केटीको आउँदैन क्या केटाको मात्र आउँछ मम्मीको छ कि छैन हेर त मम्मीको छैन नि होइन अनि केटाको आउँछ बाबाको छ कि छैन छ बुवाको पनि छ कि छैन दाह्रीजुङ्गा छोरा मान्छेको मात्र आउँछ क्या